वेलकम टु माई ब्लग। अनि यो चाहिँ काठमाडौँदेखि मेरो घरको चाहिँ यो चाहिँ पहिलो ब्लग हो। तपाईँले देख्न सक्नुहुनेछ। म बिहानै उठिसकेपछि यताउता सरसफाइ गरेँ। सरसफाइ गरेपछि खाजाहरू खाएपछि बाबा मम्मी चाहिँ घाँस खानु जानुभयो। त्यसपछि म चाहिँ खानाहरू बनाउन चाहिँ म बसेँ। मेरो घरबाट देखिने एउटा भ्यू गाइडहरू यो चाहिँ हामी सामने सबै बारीहरू तपाईँले देखिसक्नुभयो अनि मेरो घर हो के हो। अझै मान्छेको बर्थडे हो। यता चाहिँ कस्तो बबाल के छ हौ। साँच्चै सुत्ने म त 500 रुपियाँ बाजी राख्छु दिएको रहेछ भने म दिन्छु भने कसले भन्छ मैले दिएको। सरी 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 Happy birthday to you. Happy birthday to you, Paul. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. Happy birthday to you. पाउलको आज जन्मदिन हो। त्यसै कारण मैले पाउललाई चाहिँ विस गरिसकेपछि म चाहिँ खाना बनाउनुतिर लागेको छु। साँझ बिरामी भएको कारण चाहिँ हामी चाहिँ यसलाई चाहिँ हस्पिटलमा लग्यौँ। निको हुनु चाहिँ अलिक दिन लागेको कारण चाहिँ हामी चाहिँ त्यही जोरपाटीमा छोडेर चाहिँ आयौँ घरतिर। त्यो चाहिँ फोटोहरू बनाउनेको निम्ति चाहिँ फोटो सबतिर हामी चाहिँ निस्किनु एकदिन बस्यौँ। अनि त्यसपछि फोटो पनि नभएको कारण चाहिँ हामी घरतिर फर्क्यौँ। भोलिपल्ट चाहिँ पहिला हामी चाहिँ त्यो फोटोहरू चाहिँ लिनको निम्ति चाहिँ आउनुपर्ने हुन्छ। हमें त अन्त गाह्रो छ मान्छेको कानुनीमा त हैरान भइसकेँ के मात्रै फेर्नु क्या त्यसको फेरि अगाडिको सबको फेर्नुपर्ने भइरहेको छ भाइले फेर्नुपर्ने भएछ त्यो किक पनि मैले आउँछ खौकुलो छ टायर पनि अलिअलि फुट्नु थाल्यो Happy birthday to you. Happy birthday to you. बत्ती देखाएको छ बत्ती देखाएको
छैन कसो यस्तो कवर काट्ने काटेर केही छैन मम्मी केही छैन